गाइजहरू आज चाहिँ म चाहिँ होइन प्ले स्टोरबाट त्यो प्ले पोइन्ट्सको अर्निङ चाहिँ कस्तो हुन्छ त, त्यो प्ले पोइन्ट्सको अर्निङ कति हुन्छ त भन्दाखेरि देखाउँछ त्यो, त्यसबाट त्यस्तै हेरौँ है त। जस्तै अब यो मैले एउटा बाहिर कन्ट्रीको सर्भरको एउटा आइडी बनाएर मैले यहाँनिर आफ्नो आइडीहरू बनाएर गरेको थिएँ। यसमा अर्निङ त खासै हुँदैन, यो ब्रोन्जमै छ। मतलब हामीले केही टपअप किन्यौँ भने हामीले त्यसबाट दिने हो। कति एउटा दुईवटा पोइन्ट दिन्छ। यो पोइन्ट अर्निङ गर्ने चाहिँ कसरी त फेरि भन्दाखेरि मेरो हिस्ट्री हेरौँ है त। मैले सुरुमा यहाँनिर 100 डायमन्ड टप गर्दाखेरि कति 520 डायमन्ड गरेर 3 पोइन्ट दिएको थियो। अनि यो सबै ब्रोन्जले हप्तामा एकचोटि दिन्छ यो रिवार्ड हो। 3टा 4वटा दिइरहेको छ। अनि मैले फेरि यहाँनिर 100 डायमन्ड टप गर्दा एउटा दिएको थियो। मैले अहिलेसम्म 1 2 3 4 5 6 7 8 9 10 11चोटि क्लेम गरिसकेँ। जम्मा 32 पोइन्ट भएको छ। अनि यसबाट रिडिम कोड चाहिँ कसरी किन्ने त? रिडिम कोड भन्दा फेरि यो अब जस्तै यसबाट 100 पोइन्टले चाहिँ हामीले $1 को रिडिम कोड लिनु मिल्छ। क्रेडिट यसले हामीले जेमा पनि युज गर्न मिल्छ। जे किन्दा पनि डायमन्ड टपअप गर्दा पनि मिल्छ, केहीमा कोइन टपअप गर्दा पनि मिल्छ। योबाट चाहिँ जस्तै अब $2 का लागि 200 टोकन 200 पोइन्टले काम लाग्छ। यसमा हुन्छ $5 को लागि 500 टोकन चाहिन्छ र $10 को लागि 1000 टोकन चाहिन्छ। टोकन भनेपछि फेरि अब टोकन भन्यो भने प्ले पोइन्ट भयो भने जे हो है। अनि यसमा हामीले यसबाटै हो हामीले गेममा टपअप गर्नुको लागि रिडिम कोड लिने भनेको नि यसबाटै। हामीले यहाँनिर यसको उयो पनि हुन्छ, कुनै एप्सहरू पनि यहाँनिर इभेन्ट आएको हुन्छ। जस्तै यहाँनिर हामीले विभिन्न यो अहिले यो आएको छ, यो एप्सहरू डाउनलोड गर्दा पनि यहाँनिर विभिन्न इभेन्टहरू आइरहेको हुन्छ। तर यहाँ एप्सहरू डाउनलोड गर्दा पनि दिन्छ दिनु चाहिँ। तर अहिले चाहिँ एभाइलेबल रहेन मेरोमा। यहाँ फेरि नेक्स्ट 6 जुनमा भनेपछि आज 1 जुन भनेपछि अब 5 दिनमा चाहिँ यहाँनिर क्लेम गर्नुको लागि आउँछ। 2टा 3टा या 5वटा 6वटा जति पनि दिनसक्छ यिनीहरूले। यहाँनिर रिवार्ड दिन्छ, हप्तामा एकचोटि चाहिँ दिन्छ। यति हो, इजी हो। यसबाट हामीले जे पनि टपअप गर्नु चाहिँ मिल्छ है। डायमन्डहरू पब्जीको UCहरू गेममा युज गर्नु मिल्छ यो रिडिम कोड लिएर चाहिँ हामीले।